साथीहरू, गुड मर्निङ, वेलकम ब्याक माई यो मिनी भ्लग। आज म उठिसकेको आज मलाई कस्तो अल्छी लागेर हो। अनि अब आज बुढाको पनि छिटै काम सकेर आउनुभयो। अनि खानेकुरा आज स्पेसल बनाउँछु भन्नुभयो। त्यही भएर म चाहिँ भर्खर उठेको बनाउन सकेको बनिसकेको रेडी भएको भए राम्रो खाना दिने बेला पनि के बनाउनु भयो त नि हजुरले? राजमा दाल, बिरयानी, ब्रेड पकौडा, यति नै हो? मेरो त अब हामी खाउँ ल। मोटाइसक्यो मै। अब म चाहिँ यहाँ बसेर आज टेस्ट गर्नुपर्ने क्यामेरा त म होला तपाईँले त्यहाँ बनिदिनु हुँदैन भगवान्। चटपटी मिठो सानो चाहिँ खुवाउनु नि यो होइन यो चाहिँ खुवाउनु चटपटी मिठो। यो बिरयानी पनि मिठो छ। रात आफूले त मलाई भन्दा तपाईँलाई धेरै मन पर्न थाल्थ्यो। ल ल साथीहरू, अब सबै चाहिँ मिठो छ सबै, तर अब यत्रो थोक खाँदाखेरि पेट फुलेर हो मर्नु हुन्छ। थोरै थोरै चाहिँ खानै पर्ने हुन्छ। दिउँसो खाउँलाहरू कस्तो ल यो पनि राम्रै हुन्छ, अर्को पनि राम्रै। यस्तो पकौडा खानेवाला तरकारी खानेवाला हुन्छ हो एउटै हो टेस्ट। बिर्सेछु यतातिरको कागज चाहिँ ठ्याक्कै हाम्रो माथितिर चुम्नुङतिरको पाहाडतिरको जस्तो हुँदैन क्या। मजा आउँछ क्या। अनि यतातिर बजारमा हुँदैन नि किन्नु त्यो पनि आउनु होइन, तर कस्तो चाहिँ अलिक कुन खालको यो चाहिँ कस्तो खुवाउनु खाना खाँदा अगायो योभन्दा धेरै खाना पनि नसकिने हो। अब के गर्नु राखेर चटपटी यो चटपटी चाहिँ म 10 दिन खाइसक्छु। आजको भिडियो अब त्यही हो। आज लागि चाहिँ पुछपाछ गर्नु त टेबल सेबल सिलिसाना म भाडा धुनेछु। अब यति नै हाम्रो भिडियो। बाई बाई, टाटा। अर्को भिडियोमा आउने नै छु। भन्नु न केही? लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु। कस्तो भयो त खाना? एकदम यसरी खाएँ भने म भैँसी जस्तो हुन्छु मोटाएर।
Crap.